हेलो एभ्रिवान, नमस्ते, वेलकम मेरो युट्युब च्यानलमा तपाईँहरूलाई। म चाहिँ धेरै महिनापछि आएको, यता घुम्न आएको के अरे पार्कतिर आएको बाबुलाई घुमाउनलाई। मेरो बाबु त्यहाँ खेल्दैछ। अनि साथीहरू तपाईँहरूलाई सन्चै होला है, हामी त सन्चै छौँ। राम्रो बनाछन् क्या यहाँनिर। यो चाहिँ शङ्ख पार्क हो, यता उसमा धुम्बराई। यहाँ चाहिँ राम्रो, एकदम राम्रो बनाछन् क्या पार्क चाहिँ। राम्रो बनाएको हो पार्क। दामी छ बच्चाहरूलाई चाहिँ। म चाहिँ मेरो बाबुले अस्ति हुँदा खेल्न जाने भन्दैछ। अनि त्यसपछि फेरि के किन नलैजानु भनेर अनि लिएर आएको। म प्रायः यहीँ लिएर आउँछु। उता अब पैसा तिरेर खेलाउनु भन्दा यहीँनिर ठिक छ क्या, यहीँ नजिकै पनि। बच्चाले लिएर जान थियो। मेरो बाबु चाहिँ एकदम रमाएर खेल्छ है साथीहरू। तपाईँहरू पनि बच्चाहरूलाई यहीँ ल्याउँदा हुन्छ है। एकदम राम्रो बनाएको छ अहिले चाहिँ पार्क। खेल्दैछ सानो त्यहाँ त ऊ हो नि। जाऊ आऊ त्यहाँबाट होइन सानो, त्यहाँबाट होइन, यताबाट यहाँबाट भर्याङ चढेर त्यहाँभित्र पस्ने। रमाइलो हुन्छ। अनि साथीहरू यस्तै हो। अस्ति हुँदा चाहिँ मैले भ्लगहरू बनाउनु पाइनँ, त्यो कहीँ पनि गएको थिइनँ नि, त्यही भएर मैले चाहिँ भ्लग बनाइनँ अनि बनाएको छैन। अनि त्यही भएर साथीहरू पनि अब बाबुले अरू के खेल्छ म तपाईँहरूलाई देखाउँछु। यहाँ चाहिँ के गर्छौँ सबै देखाउँछौँ। जाऊ हो त्यहाँभित्र पसेर आऊ। नजाने त्यहाँ उताबाट आइज त, जा म चिप्लेट खेलौँ। यो भाइ पो रहेछ, त्यही भएर भाइ डरायो। तिमी त्यहाँभित्रबाट थर्काएको हो मेरो छोरालाई हो? दादाले थर्कायो हो? ए त यो दादा, यो सिङ्गाने दादा त। अब कता जाने त? अनि कता जाने? यहाँ छ यो दादा त। जाऊ यस्तै गरी आउने हो तिमी पनि, जाऊ। तिमी आऊ त, भाइ खेल्छ। भाइ खेल्छ। दादा गयो, आऊ त, यहाँ आऊ न। बच्चा भेट भएपछि चाहिँ यस्तो रमाइलो गर्छन् क्या। अनि मेरो छोरो सिकाइरहेछ पिङ खेला दिदी भनेर। लु सँगै ल 1 2 3 गो। खोइ आएको आऊ। ला डराउने खेलेपछि यस्तै हुन्छ। यहाँ चाहिँ मेरो बाबु नि डरायो। बाबु त्यो भित्र पस्न जा। भोलि आउने के येल्लो कलर। आऊ अब अर्कोमा हिँड, उहाँ ठुलोमा हिँड। यताबाट भर्याङ चढ्ने हो। आऊ यताबाट भर्याङ चढ्ने। आऊ बाबु आऊ यताबाट मम्मी देखाइदिन्छ। यहाँबाट भर्याङ। तपाईँ झर्नुहोस् पहिला छोरी। आऊ दुवैजना झर। आऊ भयो ल झर। तपाईँ झर्नुहोस् न।
कहाँमा जाने फोटो खिचिदिनु यता यो चाहिँ पिङ खेल्न जाँदैछ यता खेलिसक्छ अब पिङ खेल्न जाँदैछ पिङ खेल्छ इलाफेन्ट खेल भन्दैछु त यहाँ आइज यी इलाफेन्ट आऊ यहाँभित्र यता जाने कम आए दौडेर आए आऊ 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 लाग्छ इलाफेन्ट चल्ने हो इलाफेन्ट लु इलाफेन्ट चढ इलाफेन्ट यहाँ चढ्ने अनि यहाँबाट ऊ दादा आयो फेरि गए 1 2 3 गो खेल्दैन अरे डरायो क्या इलाफेन्ट बाबु लाग्छ है लाग्छ नहुत्याउ न तिमी नखेल्ने भए देऊ भाइ खेलाउँछ आऊ पिङ खेलाऊ यहाँ चढ यहाँ चढ यसलाई चाहिँ म पिङ खेलाइदिन्छु पिङ खेल्ने हो ल फेरि जाऊ कति छ क्या साथीहरू खेल्ने ठाउँ टन्नै छ क्या टन्नै छ क्या खेल्ने ठाउँ टन्नै यस्तो दामी बनाएको रहेछ मेरो छोरी त्यहाँ जाँदैछ फेरि जाऊ यताबाट जाऊ त्यहाँबाट मिल्दैन जानु तिमी सक्दिनौ त्यो चिप्लो छ भर्याङ चढ्दिनौ त अनि यसलाई चाहिँ गर्मी भएर अनि टोपी पन्जा सबै खोलिदिएको एउटा चोलो मात्रै लागिरहेछ ज्याकेटहरू पुरै खोलिदिएको क्या गर्मीले यति धेरै खेल्छ अनि गर्मी भइहाल्छ नि जाउँ भनेको मान्दैन यता थाकिसक्यो कति खेलेको बाबु थाकिसक्यो त अब एकछिन खेल्छ अनि त्यसपछि जाने उहाँ हेर्दैछ कहाँबाट जाने हो भनेर दिमाग लगाउँदैछ फर्केर आयो भेटेन नि त्यहीँ गएर जाँदैछ पिङ पनि खेलेर कि त्यहाँ सोध्दैछ कस्तो हुँदैछ भनेर यता आउन खेल्न भन्दैछ बाई बाई खोइ मम्मीलाई बाई गरेको बाई जानै मानेन क्या साथीहरू ट्रेलर भइसक्यो कहिले नथाक्दो जाने मान्दैन के जाने मान्दैन।
पर्दैन हो त्यहीँबाट बल्ल 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 लिएर आएको पछाडि छ त गएन जा म त गएँ है बाई जानै मानेन हौ साथीहरू यत्रो घन्टा भइसक्यो कति बेर त्यता नजाइ त्यता टोइलेट हो नि फेरि टोइलेटमा गएर अहिले थुन्देला नि फेरि तँलाई थुनिदिन्छस् टोइलेटमा हुँदैन है जान आउनु कस्तो हावा आइसक्यो बेलुका हुन लागिसक्यो है परेवा खेल्न जान्छ अरे अब खेल्छ परेवा खेल्न जान्छ अरे बाबु यता यता परेवा यता दौडी दौड 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 सब परेवा उडाइदिन्छ बिस्तारै है उता हाम फाल्दै कता पुग्छ यार भेट्टाउने छोरालाई भेट्टाउने गाह्रो हो आमा तिमी के डन हो आमा सबलाई पिर्दिने हो ओ त्यहाँ भोक लाग्यो नि तिमीलाई लाग्यो के खाने के खान्छौ भन मा त खाएर आएको नि खाजा के खाने यहाँ यस्तो राम्रो फुल छ यहाँ चाहिँ फोटो खिच्दा राम्रै आउँछ होला साथीहरू केही खानु पर्यो यो चाहिँ जुस खान लाग्यो अनि जुस खाएर अनि त्यसपछि जाने फेरि यो लिएकै यसको चाहिँ डेट छ कि छैन यो अनि त्यसपछि यो बदाम खाने अनि जाने ल बदाम ताक्थ्यौँ सानै भाइ भन हेलो भाइ भन्दै के छ भन भाइ आऊ यता आऊ चिप्स दिन्छु भन त्यो कि थाक्दिनौ थाक्छौ भयो कि भएन ल साथीहरू हामी चाहिँ हिँड्यौँ अनि त्यसपछि अब कहिले आउने रे पछि आउने रे भोलि पछि आउने रे यहाँ चाहिँ लिएर आइरहन्छु म धेरै जस्तो प्रायः लिएर आइरहन्छु साथीहरू ल हामी चाहिँ गएको आजलाई मेरो भ्लग यति नै अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच बाई साथीहरू फेरि भेटौँला बाई गरिदेऊ यता भिडियोमा बाई माया नि गरिदेऊ माया गरिदेऊ मम्मीलाई होइन क्या यसरी थ्याङ्क किस देऊ